नचाहिँदो किसिमका कुराहरू निकालेर फाल्दिनेछु र म शक्तिशाली भएर आजबाट सरले मेरो साँच्चै नै आँखा खोलिदिनु भएको छ। मलाई आज मेरो लक्ष्यमा अगाडि बढ्नलाई मोबाइलले समस्या पारेको थियो। घरमा गएर मोबाइल नचलाई बस्न सक्दैन थिएँ। मम्मीले भन्नुहुन्थ्यो मोबाइल नचलाऊ, बाबाले भन्नुहुन्थ्यो मोबाइल धेरै नचलाऊ है छोरी भन्नुहुन्थ्यो, तर म लुकी लुकी मोबाइल हेर्थेँ। आजदेखि म मोबाइललाई सही सदुपयोग गर्छु। नजानेको कुराहरू च्याट जिपिटीमा सोधौला, न त राम्रा भिडियोहरू हेरौला, तर म नचाहिँदो समयमा नचाहिँदो किसिमको गेमहरू खेलेर म मोबाइललाई धेरै चलाउने छैन। मलाई आज सरले साँच्चै नै आँखा खोलिदिनु भएको छ। म आजबाट मोबाइल चलाउन छोडिदिनेछु र म अगाडि बढ्नेछु। म धेरै खुसी छु। यो